वेलकम टु माई ब्लग। हामी चाहिँ आज सोलुखुम्बु तल सोलुखुम्बुमा अवस्थित सोलुखोला चाहिँ घुम्न गइरहेको छौँ साथीहरूसँग। मेरो यो पहिलो प्रयास यो भ्लग बनाउने कस्तो हुन्छ सबैले हेरेर साथ दिनु होला। हामी चाहिँ आज टक्क सोलुखोला साह्रै कठिन यात्रा छ हाम्रो यो अप्ठ्यारो। हामी बाटो बिर्सेर चाहिँ पुरै अप्ठ्यारो भिरै चाहिँ झरिरहेका छौँ। साह्रै अप्ठ्यारो बाटो, पुरै पहिरो गएको ठाउँमा अलिअलि बिरुवा पलाएको बाटो खोज्दैछौँ हामी। यो चाहिँ सोलुखोलामा अवस्थित बेली ब्रिज। साथीहरू कोही आगो बाल्न सुरु गर्नुभयो, कोही दाउरा खोज्न सुरु गरिरहनु भएको छ, कोही यता मासु बिउ निकाल्नु हुँदैछ। ल अब हाम्रो फाइनल्ली सेक्न तयार हुँदैछ। यो बेग्लै किसिमको रमाइलो थियो हाम्रो यहाँ, त्यो चाहिँ साउन्डमा ल्याएर राख्न सकिनँ। साह्रै रमाइलो भएको थियो। हामी साथीभाइहरू मिलेर गएको थियौँ यो तल सोलुखोलामा। अहिले त हाइड्रोले गर्दा सोलुखोलामा पानी पनि छैन। अहिले हामी फर्किरहेका छौँ सबै साथीभाइहरू रमाइलो तरिकाले हिँड्दै पैदल। यहाँ चाहिँ एकदम थकान लागेर चाहिँ थकाइ मारिरहेको थियो, भिडियो भएछ। साथीभाइहरू आउनुहुँदैछ तलबाट। अब यहाँ रमाइलो लालीगुँरास फुलेको छ, साह्रै मनोरम दृश्य अवलोकन गऱ्यौँ। हस् त, थ्याङ्क यू। अब फेरि म फेरि अझै प्रयास गर्दै भ्लगहरू बनाउन प्रयास गर्दै अर्को भ्लग लिएर आउँछु।